हेलो एभ्रिवान, सन्चै हुन्छ सबैजना। गाइस, आजको फिटनेस भिडियोमा म तपाईहरुलाई फेस पुल एक्सरसाइज सिकाउने छु कि फेस पुल एक्सरसाइज हामीले कसरी सही तरिकाले गर्ने त है। यसको लागि हामीलाई केबल र यस्तो रस्सी चाहियो है। यो एक्सरसाइज केबलमा सिकाउने छु म तपाईहरुलाई। सबभन्दा पहिला त गाइस एकदमै यसमा हेभी वेटमा ट्रेन नगरौँ हैन, किनकि यो एक्सरसाइजले हाम्रो सानो मसल यानी कि रियल डेल्ट सोल्डरको मसल टार्गेट हुन्छ। त्यसको लागि यसलाई हामीले लाइट वेटमा नै परफर्म गर्दा राम्रो हुन्छ है। अनि त्यसपछि हामी यस्तो रुफ हाल्छौँ है। अनि रुफ हालेर सिधा के गर्ने, अनि अर्को कुरा गाइस, यसलाई हामीले केबललाई टाउकोभन्दा अलिकति माथि नै राख्दा राम्रो हुन्छ, किनकि तल राख्यो भने हाम्रो मसलहरू टार्गेट नहुन सक्छ। त्यसैले हामी माथि राख्छौँ गाइस। अनि त्यसपछि ग्रिप है, कतिपयजना यसरी गर्छन्, तर यसरी भन्दा यो ग्रिपमा सही हुन्छ है। यसरी समान्ने टक्क यहाँबाट यस्तो गरेर त्यो बुढियावाला अगाडि आउँछ है। अनि त्यसपछि हामी तान्छौँ। तानिसकेपछि गाइस पोजिसन है। अब यस्तो गर्दा पनि भयो हैन, खुट्टाको ग्रिप। अनि यहाँ यसरी गर्दा पनि भयो, तर चेस्टलाई अप गर्ने। अनि त्यसपछि यसलाई ठिक्क टाउको सिधा राख्ने। अनि राखेर अनि तान्दाखेरि गाइस रस्सीलाई बाहिरपट्टि है, रस्सीलाई सिधा तान्ने यसरी, रस्सीलाई एकदम बाहिरपट्टि तानेर ठिक्क टाउकोमा टच गर्ने है। यसरी बाहिरपट्टि तान्ने, हेर्नुहोस् है, एकदम यसरी बाहिरपट्टि तान्ने, सिधा तान्ने होइन है। बाहिरपट्टि तान्यो भने हाम्रो यो मसल एकदमै नै रियल डेल मसल टार्गेट हुन्छ गाइस। अनि साँच्चै नै एकदम राम्रो इफेक्टिभ एक्सरसाइज हो यो। एक्सरसाइज सोल्डरको दिन गर्नुपर्छ हैन, हाम्रो रियल डेल मसलको लागि। यदि तपाईलाई यो भिडियो राम्रो लाग्यो भने गाइस लाइक अनि फलो गरिदिनु होला। थ्याङ्क यू सो मच। जय नेपाल।